आखिर हाम्रो नेपाली समाज कता जाँदैछ? के भइरहेको छ? हाम्रो नेपाली दाजुभाइहरूले आखिर यति घटिया हरकतहरू कसरी गर्न सक्छन्? जहाँ हामीले चाहिँ घर पछिको एउटा सुरक्षित स्थान हामीले ठान्ने हो, एउटा ठान्ने ठाउँ हो एउटा विद्यालय। त्यो विद्यालयमा सुधा हाम्रो छोरीचेलीहरू, हाम्रो बहिनीहरू चाहिँ सुरक्षित छैनन् भने अब हामीले विश्वास कसको गर्ने? विषयवस्तु हो सुन्दर हरेचा 10 मा रहेको सुकुना माविको। त्यहाँनेरि धेरैजनाले चाहिँ त्यहाँनेरि घटिया हरकत गरेको देखिन्छ। सभा चालकदेखि लिएर त्यहाँनेरि टिचरहरूदेखि लिएर धेरैजनाले चाहिँ त्यहाँ घटिया हरकत गरेको देखिन्छ। त्यो घटिया हरकत गरेको विषयलाई त्यो विद्यार्थीले अरू टिचरहरू, स्कुलको प्रशासनसँग कुरा उठाउँदा सुद्धा त्यहाँनेरि एक्सन हुँदैन। अचम्मको कुरो त यो पो छ त त्यहाँ। आखिर यो यति घटिया पुरै स्कुलको प्रशासनै कसरी हुन सक्छ? एउटा टिचरले गल्ती गर्यो होला ठिक छ, दुईटाले गर्यो होला ठिक छ, तीनटाले गर्यो होला ठिक छ, तर यसको प्रशासनले किन यसको सुनवाई गरेन? अरू टिचरहरूले किन त्यसलाई बचाउ गरे? किन त्यसलाई बेलैमा व्यवस्था गरियो? किन बेलैमा कारबाही गरिएन? आज यो यहाँसम्म आइपुग्नु र यो पुरै छताछुल्ला हुनुको पछाडि के हो थाहा छ? बेलैमा सुनवाई नहुनु, यो कुरालाई दबाएर राख्नु। यस्तो घटिया हरकत गरेको मान्छेहरूलाई बेलैमा यदि कारबाही गरेको थियो भने यो आज यहाँसम्म यो छताछुल्ला हुने नै थिएन। र यो हामीले लाग्छ कि यो सुकुना माविको मात्रै यो समस्या हो। यस्तो समस्या सुकुना माविको मात्रै हुन सक्दैन। जमानामा त्यो बेलामा मैले पढ्दा सुद्धा यस्ता समस्याहरू मैले देखिरहेको थिएँ। हाम्रो स्कुलमा म सानै थिएँ तर मैले आवाज त उठाउन सकिनँ। तर त्यो बेलामा सुद्धा यस्तो समस्या थियो भने यो 50% भन्दा धेरै स्कुलहरूमा यो समस्या छ। तर हाम्रो बहिनीहरू, हाम्रो छोरीचेलीहरूले चाहिँ यो कुराहरूलाई उठाउन सकिरहेका छैन। किनभने हाम्रो नेपाली समाजै त्यस्तै छ। हरेक गार्जेनले चाहिँ हाम्रो बालबच्चाहरूको चाहिँ टेक केयर गर्नुपर्ने हुन्छ। उनीहरूको गतिविधि हेर्नुपर्ने हुन्छ। उनीहरूलाई कसले के मेसेज गर्दैछ त्यो हेर्नुपर्ने हुन्छ। र यस्तो हरकत गर्ने कोही भए पनि हरेक स्कुलबाट आवाज उठाउन जरुरी छ। कोही पनि अब चुप नबस्नु होला। सरकार तपाईको साथमा छ। यस्तो घटिया हरकत गर्ने हरेकलाई चाहिँ कानुनै संशोधन गरेर भए पनि कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउनुपर्छ। यस्तो हरकत गर्ने अब कसैलाई छुट छैन। नेपाली समाज अब सुध्रिनुपर्छ। धेरै तल झर्दै गएको छ नेपाली समाज। हरेकले अब यो आवाज उठाउन जरुरी छ। हरेक स्कुलबाट हरेक व्यक्तिले आवाज उठाउनु होला। यदि कोही त्यस्तो व्यक्तिहरू कोही छन्